नमस्ते सबैलाई र स्वागत छ यो नेपाल टु दुबई जर्नी लाइफ एउटा जर्नी हो हैन। यो जर्नीमा नयाँ जर्नी छ दुबई, न्यू जर्नी, न्यू एक्सपिरियन्स अनुसार यो दुबईको सहरमा घुम्दै दुबई एरिया हो। नेपाली पार्क नजिकै छ। सबै नेपालीहरू तपाईँको जनजाति दिवसको दिन हैन अगस्त 9 मा यसो घुम्दै जाँदा सबै नेपालीहरू यसो मनाउँदै रमाइलो छ। यही ब्याकग्राउन्डमा मैले नेपाली गीत एकदम मनपर्छ मलाई यो स्वेटर हैन राम्रो छ। यो हेर्नु न सानो बोट छ। यो चढेको तपाईको 10 रुपैयाँ लाग्छ। आधी घण्टा जस्तो चढाउँछ, गीतहरू टक्क बजाउँछ हैन, राम्रो छ। यहाँदेखि वारीदेखि पारी जानलाई अर्को बोट पनि छ यो सानो। यसमा चाहिँ गएको चाहिँ 1 रुपैयाँ पर्छ। जाँदा 1 रुपैयाँ, आउँदा 1 रुपैयाँ, 2 रुपैयाँ भएपछि वारीपारी गर्न पाइयो। टक्क मान्छे चाहिँ 20 जना जति हुन्छ हैन। यहाँदेखि वारी 1 जना 2 जना जाँदा पनि रिजर्भमा मिल्छ। टोटल त्यो ड्राइभरलाई तपाईको 20 रुपैयाँ दिँदा 20 रुपैयाँ भन्नाले यहाँको चाहिँ दुबईको चाहिँ 20 दिराम दिँदा चाहिँ हुन्छ हैन। यो सानो होटल छ हैन वरपर। त्यहाँ अहिले नेपाली दाजुभाइ दिदीबहिनीहरूले जागिर पाउनु भएको छ। राम्रो छ। नेपाली पार्क नजिक भएर हेर्नु न नेपालीहरू भेला हुने हैन, त्यही फोटो खिच्ने, यो सुगा बोकेर फोटो खिच्न मिल्ने क्यामेराम्यानहरूले पनि। प्रत्येक फोटोको चाहिँ पहिला नै 1 रुपैयाँ थियो, अहिले 2 रुपैयाँ। यसरी पनि साइड बिजनेस हैन, साइड इन्कम, पार्ट टाइम जब जस्तो भएको छ हैन। इन्कम पहिला नै नेपाली क्यामेराम्यानहरू निकै थियो भने अहिले कम छ हैन। सबै नेसनालिटीको छ। राम्रो छ। आफ्नो जस्तै हबीहरू फोटोग्राफी, फोटो सम्बन्धी अब भिडियो जसलाई आउँछ हैन उसले गर्दा हुन्छ। पार्ट टाइम जब, इन्कमको नयाँ सोर्स। हाम्रो त फुड मोमो चारैतिर फेमस छ। राम्रो बिजनेस भइरहेछ। यो ढाबा इन्डियनहरूको भए पनि काम गर्ने म्याक्सिमम नेपालीहरू छ। नेपालीहरूले पनि काम पाउनु भएको छ हैन। हेर्नुस् यहाँ छेउमै तपाईको बोर्ड छ, सानो सिप। यहाँ चढेको पनि यहाँदेखि